एकहोरो लेखा प्रणाली परिचय, विशेषता वा कमजोरीहरू, फाइदाहरू र बेफाइदाहरू। एकहोरो लेखा प्रणालीको परिचय। हरेक कारोबारमा दुईवटा पक्ष भए पनि एउटा पक्षको मात्र अभिलेख राखिने लेखा प्रणालीलाई एकहोरो लेखा प्रणाली भनिन्छ। एकहोरो लेखा प्रणालीमा व्यक्तिगत र नगद खाताको मात्र प्रयोग गरी कारोबारहरूको अभिलेख राखिन्छ। त्यसैगरी एकहोरो लेखा प्रणालीमा कुनै सिद्धान्त र पद्धतिको प्रयोग गरिँदैन। एकहोरो लेखा प्रणाली परम्परागत लेखा विधि हो जसलाई अपूर्ण लेखा विधि भनिन्छ। त्यसैगरी एकहोरो लेखा प्रणालीको विशेषता वा कमजोरीहरू। अवैज्ञानिक एवं अव्यवस्थित प्रणाली। साधारणतया व्यक्तिगत तथा संस्थागत सम्बन्धी खाता र नगद खाता सम्बन्धी पूर्ण अभिलेख। लेखाको शुद्धता जाँच्ने वैज्ञानिक आधार नभएको। कर प्रयोजनमा मान्यता नपाउने प्रणाली। हरेक कारोबारको एकपक्षीय अभिलेख राखिने। बही खातामा सामान्य टिपोटबाट सञ्चालन हुने। त्यसैगरी सरलता, विशेष ज्ञान र दक्षता आवश्यक नपर्ने। कारोबारहरूको पूर्ण अभिलेख नराखिनु। त्यसैगरी एकहोरो लेखा प्रणालीको फाइदा तथा बेफाइदाहरू। फाइदाहरूमा प्रयोग गर्न सजिलो, मितव्ययी, कार्यहरूमा लचकता, साना संस्थालाई उपयुक्त। त्यसैगरी बेफाइदाहरूमा अपूर्ण लेखा विधि, सन्तुलन परीक्षण बनाउन नमिल्ने, नाफा नोक्सान पत्ता लगाउन नसकिने, वित्तीय अवस्था पत्ता लगाउन नसकिने, जालसाजी र ठगीको सम्भावना, औपचारिक लेखा प्रणाली नहुनु।